भनेर ऊ भित्र गयो, म पूजा गर्न मास्तिर आफ्नो काममा गएँ। अनि त्यसपछि त एकछिनपछि प्रहरी आउनुभयो होइन। अनि यो सिल गर्दाखेरि हामीले सोचेनौँ उसको आचरण यति राम्रो थियो कि अहिले उसको आचरण एकदम राम्रो होइन, व्यवसाय गरेर बसेको राम्रो थियो। तर यो पहिलो यो उस लाउने बित्तिकै उसको दुकानलाई केही भएको भएर दुकानको लागि सिल गर्दै होला भन्ने भयो। त्यो 2-3टा लास छ भने त हामीले सधैँ नि सोचेनौँ कि पछि प्रहरी आउनुभयो, धेरै पछि चाहिँ नि यसरी माऱ्यो भने उसले आत्मसमर्पण गरेको रहेछ, मैले मारेँ भनिदेऊ भनेर। कसैले भनिदेऊ भनेर कसैलाई पठाएको भन्छ, कसैले आफै गथ्यो अरे भन्छन्, यहाँ त्यस्तो कुरा भएछ होइन। सुजन हो के अरे उसको नाम, सुजन कोइराला। हाम्रो यहाँ अगाडि पहिला पनि उसले अपराध गरेर दाइला मारेर ऊ जेलमा बसेको भन्छ 8-9 वर्ष होइन। बिहा गरेको हो, बिहा हामीले नि एटेन्ड गरेको हो, त्यही केटी हैछ अहिले थाहा पाउँदा होइन। बिहानै 7 बजीतिर आउनुभएको थियो, 7 बजे थिएन, 6:45 जति भयो थियो प्रहरी आउनुभएको थियो। के भएको हैछ र भन्ने भयो। पछि हामी पूजासुजा आफ्नो काम नित्य काममा लाग्यौँ। पछि आउँदा त धेरै प्रहरी आएपछि हामीले चाहिँ नि यसरी लयो, उसलाई लयो सुरुमा त हत्कडा लयो, अर्को केटा नि गयो, एउटा साथी थियो यहाँ। पछि उसले चाहिँ नि म त होइन भन्दै गथ्यो अरे। पछि अनि अर्को प्रहरीले यहाँ मान्छे मारेर 3 जना, 2टा बच्चा र एउटा यस्तो छ भन्ने थाहा पाइयो होइन। उसको आचरण जेलबाट छुटेपछि ऊ धेरै राम्रो भयो थियो, यहाँ यस्तो दुकान गर्यो होइन उसले। हामीले पनि यहाँ हाम्रो टोलले पनि हामीले उसलाई एक्सेप्ट गऱ्यौँ राम्रोसँग, उसले राम्रो आचरण देखाएको थियो होइन। त्यो सुरुमा त हामी डरायौँ, पछि चाहिँ राम्रो व्यवहार गरेको भएर सबैसँग राम्रोसँग बोल्ने नमस्ते गर्ने भएको। मसँग त एकदमै राम्रो थियो, झन् मसँग झन् नजिकै यहाँ राम्रो थियो उसको आचरण होइन। त्यही भएर हामीले उसलाई एउटा मौका दिन पर्छ भनेर सुध्रेर राम्रो व्यापार गरेको थियो।